हेलो नमस्ते सेवा मेरो नाम सुस्मिता बान्दावराई तपाईहरुमा आज मिनी ब्लग लिएर आएकी छु र आज हामी घुम्न जाँदैछौँ बाहिर र म र मेरो साथीहरु र मसँग भाइ पनि छ र हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी आज के गर्छौं माया गर्दिनु होला। हामी कहाँ जाँदैछौँ? हामी यात्राको क्रममा कहाँ पुग्दैछौँ भने बेतना जाँदैछौँ। हामी बसमा चढ्दैछौँ। हामी कहाँ जाँदैछौँ अरे? बेतना गएको छौ? कस्तो एक्साइटेड छौ? फाइनली गाइज हामी चाहिँ बेतना आइसक्यौँ हैन। 2 घण्टा आधी 2.5 घण्टा 2.5 घण्टा हैन लागेको। हामी आइसक्यौँ ल। अब चाहिँ रमाइलो गर्नुपर्छ है। यो मन के भएको हैन पानी देख्दा खुसी हुने। ल साथीहरु एकदम ल आयो आमा कता हिँडेको? कसको साथी हो? हाम्रो सुन्तला पनि खाइदिहाल्यो ठिकै छ। कस्तो डर लाग्दो यहाँ त काठको पुल रहेछ नि त। अब नजाम ल। उहाँहरु एकदम फोटोमा बिजी हुनुहुन्छ। फोटो सेसन भइरहेको छ। डराउनु भयो। ठोकिन्छ त अब यता हेर न। अब तिम्रो क्यामेरा म हेर्ने मेरो क्यामेरा तिमी हेरिसक। नाची पनि सक्यौं अनि भिडियोहरु पनि बनाउँदै छौं अनि आधी उधी सकिसक्यौं। अब हामीलाई भोक लागेको छ। अब हामी जाँदै छौं अनि हाम्रो चाहिँ आजको यात्रा कस्तो भयो भन्नुस् त? एकदम पैसा असुल भयो। धुलो खाएको। तपाईलाई कस्तो भयो? 2 घण्टाको बसको यात्रामा। भाइलाई कस्तो भयो? मजा आयो। भोक लागेको छ कि छैन? अब खानुपर्छ ल। लगभग सकिसक्यौँ। भोक पनि लागिसक्यो। हामीले नाची पनि सक्यौँ। फोटो पनि खिचिसक्यौँ। भिडियोज पनि बनाइसकिसक्यौँ हैन। अनि एकदम रमाइलो भयो। 2 घण्टाको बसको यात्रामा आउँदाखेरि चाहिँ बाटो एकदम खराब भएको कारणले अलिकति डिस्टर्ब भएको थियो। अलिकति नरमाइलो लागेको थियो। तर यहाँ बेतनामा आइसकेपछि चाहिँ रमाइलो लाग्यो। राम्रो रहेछ ठाउँ। फोटोहरु खिच्यौँ, घुम्यौँ, नाच्यौँ, रमाइलो लाग्यो।